Hi guys, after a long time मेरो कन्टेन्ट क्रिएसनको जर्नीमा वा डिसिप्लिनको जर्नीमा अराउन्ड 1 मन्थको ब्रेक लागेको थियो। त्यसको रिजन भनेको चाहिँ म आफ्नो गाउँमा गएको थिएँ। मेरो दिदीको बिहे थियो, सो त्यसलाई अटेन्ड गर्नको लागि म गाउँमा गएको थिएँ र त्यहाँ गाउँमा गएर थोरै दिन बस्दाखेरि पनि लगभग 1 महिना जति नै लाग्यो। त्यस कारणले मैले आफ्नो कन्टेन्ट क्रिएसनको जर्नीलाई चाहिँ अगाडि बढाउन सकेन र आज म लगभग 1.5 महिनापछि यो भिडियो सुट गर्दैछु। र कस्तो हुँदो रहेछ भन्दाखेरि हामीले कुनै कुराहरूलाई छोड्यौँ भने फेरि रिस्टार्ट गर्दाखेरि पुरानै वा सुरुकै लेभलमा नआउँदो रहेछ हैन। एउटा राम्रो कोटेसन छ, त्यो के हो भन्दा म तपाईहरुलाई भन्छु। कहिले पनि हामीहरूले विस्तार गर्नु या बढ्न छोड्नु हुँदैन। किन भन्दाखेरिमा यो दुनिया नै परिवर्तनशील छ र स्थिर अवस्थामा केही पनि बस्दैन। तपाईले थाहा होला, स्थिर अवस्थामा केही पनि बस्दैन। त्यसकारण जब हामीले इम्प्रुभ गर्न छोड्छौँ या विस्तार गर्न छोड्छौँ, तब हामी त्यही रहँदैनौँ कि तब हामी घट्न सुरु हुन्छौँ वा हाम्रो इन्क्रिजिङ पर्फर्मेन्स जब स्टप भयो तब चाहिँ डिक्रिजिङ पर्फर्मेन्स सुरु हुन्छ। त्यसकारणले चाहिँ भन्छन् कहिले पनि सन्तुष्ट नहुनु र कहिले पनि स्थिर हुन्छ भनेर नसोच्नु। सो म आज त्यही रियलाइज गर्दैछु। मैले पुलअपमा नि 10 वटा पुलअपहरू लाउन सक्थेँ र 1 महिनाको ब्रेक पछि आज म बल्ल 6 वटा पुलअपहरू गर्न सकेँ। सो मलाई यो जेन्युइनली फिल भयो कि यो कोटेसन चाहिँ एकदमै ठीक रहेछ र यो भ्यालिड अथेन्टिक कोटेसन रहेछ भन्ने कुरा जस्ट मैले फिल गरेँ। सो तपाईहरुलाई नि म एउटा एडभाइस दिन सक्छु कि स्टे विथ हार्ट एन्ड मेहनत गर्नुस्। यु विल बिकम वान डे तपाईले जे सोच्नु भएको छ त्यही। सो म पनि त्यही प्रे गर्छु एभ्री मर्निङ रुटिनमा। मेरो यसपछिको रुटिन चाहिँ अब घरमा गएर स्टडी हुन्छ र त्यो स्टडी पश्चात चाहिँ मैले फेरि टाइम भ्याउन सक्यो भने एउटा इङ्ग्लिसमा बोलेर चाहिँ यसरी नै भिडियो रेकर्ड गर्नेछु, जसले मेरो कम्युनिकेसन स्किललाई चाहिँ इम्प्रुभ गर्नमा चाहिँ हेल्प गर्नेछ। र त्यति भन्दै आजको लागि